प्रावित फर्स्ट पेपरको नतिजा पर्खाइमा बसिराख्नु भएको यहाँहरू सम्पूर्णलाई यो भिडियोमा स्वागत छ। आजको यो भिडियोमा म तपाईलाई प्रावित फर्स्ट पेपरको नतिजा कहिलेसम्म आउन सक्ने सम्भावना रहेको छ, न कि म तपाईलाई यो भिडियोमा यही दिन आउनेछ यही समयमा आउनेछ भनेर म तपाईलाई ग्यारेन्टी दिँदिनँ। तर प्रावितको रिजल्ट कहिलेसम्म आउन सक्छन्, आधारहरू के हुन्, अहिलेसम्म किन आएन भन्ने म तपाईलाई केही कुरा बताउने छु। प्राथमिक तहको प्रथम पत्रको परीक्षा 2080 साल जेठ 20 गते सञ्चालन भएको थियो भने आज 29 गते हो, एक हप्ताभन्दा बढी भइसकेको छ। माध्यमिक तह र निम्न माध्यमिक तहसँगको नतिजा प्रकाशन भइसकेको समयसँग तुलना नै गर्ने भने अहिलेसम्म प्रावित तहको पनि रिजल्ट आइसक्नु पर्ने हो। माध्यमिक तह र निम्न माध्यमिक तह दुवैको परीक्षा एक हप्ताभित्र आएको थियो, तर अहिलेसम्म 9 दिन भइसक्दा पनि अझैसम्म प्रावित तहको रिजल्ट अथवा नतिजा भन्ने आएको छैन। यसका केही आधारहरू रहेका छन्, जस्तै माध्यमिक तह र निम्न माध्यमिक तहमा परीक्षार्थीको सङ्ख्या एकदमै कम थियो अथवा प्रावित तहमा अहिले परीक्षार्थीको सङ्ख्या 1 लाखभन्दा बढी रहेका छन् भने निम्न माध्यमिक तह र माध्यमिक तहमा 75,000 देखि तल थिए। यो कारणले गर्दा पनि एक हप्ताभित्र नै रिजल्ट निकाल्नको लागि चाहिँ सफल भएको थियो शिक्षक सेवा आयोग। तर प्रावित तहमा भने तुलनात्मक रूपमा अलि धेरै नै परीक्षार्थी सङ्ख्या भएको कारणले गर्दा पनि अझसम्म रिजल्ट नआएको। र म अब तपाईँलाई अन्तमा के भन्न चाहन्छु भन्दा तपाईँहरू आफै चाहिँ प्रावित तहको रिजल्ट कहिले आउनेछ भनेर तपाईँहरू आफै गेसिङ गर्न सक्नुहुनेछ। माध्यमिक र निम्न माध्यमिक तहको एक हप्तामा रिजल्ट आएको थियो भने परीक्षार्थी सङ्ख्या अलि बढी नै भएको कारणले गर्दाखेरिमा 2 हप्ताभित्रसम्ममा चाहिँ प्राथमिक तहको फर्स्ट पेपरको नतिजा आउनेछ। र सेकेन्डमा रहेको छ यो महिनाकै मसान्तभित्रसम्म पनि आउन सक्ने एकदमै प्रबल सम्भावना रहेको छ।